लामो सम्बोधन गर्न चाहन्न। यहाँहरूमा कविता पस्किने अनुमति चाहन्छु। मेरो कविताको शीर्षक छ साँडेको उपद्रव। सीमा नागेर उपद्रव मचाउँछ जब त्यो साँडे, सीमा नागेर उपद्रव मचाउँछ जब त्यो साँडे, उसको सिंह भाँच्न उसकै वासस्थान बस्छ ऊ। ज्यानको पर्वाह नगरी साँडेलाई लखेट्दै जान्छौँ, बोल्दैन मौनता भव्य कार्य गरिरहन्छौँ। टुक्रिँदै गर्छन् साँडेहरू, मुख खुल्दैन ऊ। पत्थरको जवाब इटले होइन फुलले बर्साउँछौँ, पत्थरको जवाब इटले होइन फुलले बर्साउँछौँ। कोइतालाले बिस्न खोज्दै हुन्छ त्यो साँडे उसलाई, बरु बर्तन छपेको दियो झैँ सल्काउँदै जान्छौँ। जता जान्छौँ त्यही भिडको समर्थन बटुल्छौँ, मुसुक्क हाँसो छर्दै कदम कदम अघि बढ्छौँ। अब त्यो साँडे आफूभन्दा अजङ्ग उसलाई देख्न थाल्छ, उसको चमत्कारी कला देखेर अनेक वितण्डा झन् मचाउँछ। पत्थरको जवाब इटले होइन फुलले बर्साउँछ, पत्थरको जवाब इटले होइन फुलले बर्साउँछ। साँडे जति उसलाई हान्नु खोज्छ उसकै सिंह हल्लिँदै जान्छ, ऊ भने अपमानको बदला सम्मानजनक लिन्छ। साँडेका मतियारहरू नसा पियाएर उन्मुक्त बनाउँछन्, अनि त्यो साँडे आफ्नै औकात बिर्सिएर सर्वस्व गुमाउँछ। ऊ भने हिमाल झैँ अटल र अडिग रहन्छ, सिर उच्च बनाउँदै स्वयं परिचायक बन्छ। ऊ पत्थरको जवाब सधैँ फुलले मात्र फर्काउँछ, ऊ पत्थरको जवाब सधैँ फुलले मात्र फर्काउँछ। धन्यवाद। धन्यवाद कविहरू।